हुनुहुन्छ जर्मनीको। अर्को प्रोड्युसर सामी पेरास तिमल सेना, मी माइसेल्फ, म यहीँ छु। तपाईँहरूले मलाई सधैँ पत्रकारको रूपमा, राइटरको रूपमा देख्नु भएको थियो। यो चलचित्रबाट मैले पनि डेब्यू गर्दैछु निर्माताको रूपमा। त्यसै गरी अनुप पौडेल कहाँ हुनुहुन्छ? बाहिर भए पनि कसैले खोजेर ल्याइदिनु होला। It's because your voice matters. And एउटा फिल्मलाई अगाडि बढाउने कुरा यसको अडियन्सले नै हो। धन्यवाद फेरि एकपटक यहाँ आइदिनु भएकोमा। प्लिज इन्जोय एकमुठी बादल, माई शेयर अफ स्काई। मैले त्यसै गरी निपुणलाई पनि अभिमन्यु जतातिको लामो त पक्कै बोल्दैन होला। हेलो, सुनिरहेछ है? धन्दा माइक ढल्यो, म त अघिदेखि मै ढल्छ जस्तो लागिरहेको थियो है। त्यसपछि धन्दा माइक ढलेर। सो थ्याङ्क यू एभ्री वान चाहिँ आइदिनु भयो हाम्रो फिल्म हेरिदिनुलाई। अनि सर्वप्रथम चाहिँ म मेरो भगवान् भनेको मेरो बुवा ए भक्त श्रेष्ठ अनि मेरो आमा टिका श्रेष्ठलाई थ्याङ्क यू भन्न चाहन्छु। अहिलेसम्म झेलिदिनु भयो छोरालाई। आई होप यो फिल्मले तपाईँहरूलाई केही छुनेछ होला। इट्स अ फ्यामिली ड्रामा होइन। अनि साथसाथै हाम्रो फाउन्डिङ प्रेसिडेन्ट रामाजलाई म सम्झिन चाहेँ, रामबहादुर श्रेष्ठ। साथसाथै हाम्रो मनमाया श्रेष्ठ, हाम्रो चेयरवुमन, हाम्रो अजित, हाम्रो मा। सो उहाँकै त्यसले आफ्नो 2-4 शब्द राखिदिनु अनुरोध गर्दछु। हस्, उहाँलाई धेरै धेरै बधाई पनि छ। थ्याङ्क यू। सर्वप्रथम यहाँ उपस्थित हुनुभएको सबैलाई मेरो नमस्ते। अनि उहाँलाई चाहिँ मैले डिरेक्टर सारा शर्मालाई चाहिँ 2010देखि चिन्छु। हामीले फिल्म 2015मा प्लान गरेको थियो एज अ प्रड्युसर्स अन बोर्ड हुनलाई, तर सपना देख्न पाइन्छ प्रयास गरेका थियौँ। तर एकमुठी बादलमा आएर उहाँसँग काम गर्न पाएँ। र म के कुरामा विश्वास गर्छु, मेरो यो मे महिना एकदम स्पेसल मन्थ हो। म चाहिँ जहिले पनि मेरो 3वटा फिचर फिल्म्स यो समयमै रिलिज भइरहेछ। एकमुठी बादलमा मैले किन काम गरेँ भन्दाखेरि म 3जना दिदी र 1जना आमा जो एकदमै मिडल क्लासको मान्छेहरू यति धेरै सङ्घर्ष गरेर मलाई यहाँसम्म लिएर आयो कि है। यही कथा उहाँले प्रस्तुत गर्नुभएको थियो होइन। वेन एउटा वुमन चाहिँ इम्पावर्ड भयो भने के हुन्छ सोसाइटी, अथवा उनीहरूको स्टोरी भन्यो भने के हुन्छ त होइन। अलिकति रोधात्मक स्वभाव मेरो पनि, जस्ट बिकज मेरो बाउ के अरे मेरो दिदी र आमा हुर्केको हुनाले गर्दाखेरि कि एउटा प्रयास हामीले गरिरहेछौँ। एकदमै आजको उपस्थित हामीले हेर्दाखेरिको प्रेमियर भन्दा अलिकति न्यून चाहिँ हो, तर यु आर भेरी इम्पोर्टेन्ट। तपाईँहरू जहाँ यहाँ आउनु भएको छ सबैजना एकदमै धेरै महत्त्वपूर्ण मान्छे सायद लाग्छ मलाई होइन। तर यसलाई भ्याल्यु गर्नु पर्यो। जब वुमन इम्पावर्ड हुन्छ देन समाज र देश कुनै राम्रो बाटोमा जान्छ। र वुमनको स्टोरी बनाउनुपर्छ, उनीहरूको भोइस सुनिनुपर्छ, र उहाँले प्रयास गर्नुभयो। र आई एम भेरी थ्याङ्कफुल फर गौथली, स्पेसली शरा शर्मा, अभिमन्यु क्युट डुड होइन, एन्ड अमेजिङ क्रू। हामी यस्तो दुःख गरेर काम गरेका थियौँ है। अहिले पनि एन्जाइटी अट्याक आएको छ मलाई होइन। बट स्टिल लाइक आइ एम भेरी ह्याप्पी यो पोसिबल भइरहेछ यो प्रोजेक्ट्स। र तपाईँहरूको एक एक शब्दले भ्याल्यु गर्छ, किनभने यो हामीले एकदमै प्रयास गऱ्यो क्या। हामी स्टिल वी आर ट्राइङ। इट्स बिन लाइक 17 इयर्स इन फिल्म मेकिङ। म 2008देखि, मेरो मेन्टर यहाँ हाम्रो प्रचण्डमान श्रेष्ठ दाई पनि हुनुहुन्छ होइन। हामी अहिले काम गरि नै रहेछौँ, तर हामी सपना देखिरहेको थियो कि, तर हामीलाई डोराइरहेको हाम्रो आमा र दिदीहरू थियो कि। उनीहरूको स्टोरी कहिले पनि भन्ने हामीले डेरै गरेनौँ कि। र एकमुठी बादलमा उहाँले ट्राई गर्नुभएको छ। तपाईँहरूले एकदम वाच गर्नु यो फिल्म। एकदमै ब्युटिफुल नुवान्सेसहरू छन् र सायद लेखिदिनुहोस्, बोलिदिनुहोस् क्या, ताकि अझ वुमन डिरेक्टर्सहरू वुमनको स्टोरी हाम्रो नेपाली फिल्ममा आओस् भन्न चाहन्छु। थ्याङ्क यू भेरी मच। र स्पेसली आइ एम भेरी ह्याप्पी टु वर्क विथ निशा शर्मा। एकदमै बिग फ्यान हो। शिखर चापागाई एकदमै लिजेन्ड हो क्या, एकदमै लिजेन्ड। मेरो सेकेन्ड टाइम हो उहाँलाई अप्रोच गरेको, उहाँले यसमा काम गर्नु। फर्स्ट टाइम गरेको थिएँ। आइ एम नट गोइङ टु वर्क नेपाली फिल्ममा नै, किनभने महिलाको प्रतिनिधित्व नै कमजोर छ। हामीले कन्भिन्स गरेर आएको छ। शिखर चापागाई अनि आँचल शर्मा, सहयोग, उषा रजा, गौरवहरू भेरी अमेजिङ कास्टहरू र भेरी गुड फ्रेन्ड्स अफ माइन्ड। एन्ड थ्याङ्क यू फर बिङ हियर। हस्, थ्याङ्क यू। थ्याङ्क यू सो मच। हाम्रो वान अफ द कास्ट भर्खरै आउनु भएको छ भीमा मैनाली चाहिँ, उहाँलाई यथास्थानमा आसन ग्रहण गरिदिनु सो मैले अघि छोटो, अब हामी अलि लेट नै भइसक्यो, म धेरै केही भन्दिनँ। म सारालाई बोल्न दिने चाहिँ लास्टमा हो साराको पालो। गौरव प्लिज कम हियर, वी वान्ट टु हियर समथिङ। यस, हाउ मच यु बियर अस ड्युरिङ द सुटिङ? He is flew from the Kolkata for the premiere. It's a big day for him.
एउटा सानो कुरा भन्छु कि किन हामी सङ्घर्ष गरिरहेको फिल्म मेकर्स नै हो तपाईँहरूले हामीलाई अगाडि बढाउनु पऱ्यो किन भन्छ गौरवलाई मैले 2022मा कानमा भेटेर त ऊ पनि त्यही थियो होइन अनि मैले नेपालमा लाइक लिमिटेड रिसोर्सेसमा काम गर्नुपर्छ एन्ड वुमन्स सेन्ट्रिक फिल्म्स हाम्रो सङ्घर्ष त यहाँ भनेर साध्य छैन अनि गौरवले मैले एउटा इन्स्टाग्रामको स्टोरीको भरमा काठमाडौँमा आएर एडिट द फिल्म्स डिआइटी पनि गरिदिएको हो एन्ड भेरी ह्याप्पी टु वर्क विथ हिम अरू प्रोजेक्ट्सहरूमा अनि ऊ यहाँ नेपालमा अर्को फिल्म्सहरू एडिट गर्न आइरहेछ क्या सो एज अ क्रिएटिभ पर्सन्स हामी यहाँ कतिजना छौँ होइन लेट्स कोलाबरेट क्या यो कोलाबरेसन्स गर्न नडराउँ जस्तो लाग्छ थ्याङ्क यू फर बिङ हियर गौरव Hello. So yeah, I like as Anup said, I almost like landed directly from Kolkata to set on the day of the shoot. So it was, but I am glad that I flew and I took a momentary decision and I joined the crew and I met all of these people. Like it was like a lovely experience to be in Nepal and that's why I keep coming back in Nepal. I already did like few more films and I am doing more. And it's also like love. It was with working with Sahara was also like one of like the best experiences. She was such a lovely, and I was a pampered editor. Though we were working from Kolkata and New York, she used to send me goodies and treats like almost every week, so that I don't run out of it. So I was a very pampered editor in a way. And yeah, like and also like I loved editing the film, like the performances and everything, the nuances. I think it's something needs that the film will be talked about in the longer run. And that's it. Like it's lovely. Like Anup, through which I met all of them, Sahara, Abhimanyu, who like trusted me, Nikun, the cast, everyone. So yeah, Achal, Usha, Gaurav, Sayug, Bhimadi, Nisha ma'am, Shekhar sir, Abhiral, all of them. It was a lovely experience. Thank you. थ्याङ्क यू अब हामी लास्टमा छौँ हाम्रो डिरेक्टर साहबको कुरा त सुन्नै परिहाल्यो म त्योभन्दा अगाडि आज यहाँ हाम्रो केही विशेष अतिथिहरू आउनु भएको छ उहाँहरूलाई म सम्झन चाहेँ प्रकाश सामी दाई आउनु भएको छ थ्याङ्क यू सो मच दाई फर कमिङ त्यसै गरी हाम्रो नवीन सुब्बा दाई हुनुहुन्छ दाई थ्याङ्क यू सो मच फर इन्करेजिङ अस त्यसै गरी गणेशदेव पाण्डे हुनुहुन्छ हाम्रो मेरो प्रिय अग्रज हुनुहुन्छ प्रदीप उदय दाई उहाँलाई पनि यहाँ आइदिनु भएकोमा एकदम धन्यवाद भन्न चाहन्छु त्यसै गरी ऋषि लामिछाने हुनुहुन्छ अरू पनि प्रचण्डमान श्रेष्ठ भइहाल्नुभयो होइन म सबैजनालाई एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु अरू चाहिँ अब बाँकी कुरा चाहिँ गरौँला मैले लास्टमा चाहिँ एउटा चिज भनिहाल्छु यो लास्टमा चाहिँ सारालाई म थोरै 2 शब्द बोलेर चाहिँ यो सो बिगिन गर्नलाई अनुरोध गर्छु थ्याङ्क यू धन्यवाद सबैजनालाई आइदिनु भयो इट मिन्स अ लट साँच्चीकै धेरै धेरै म्याटर गर्छ यहाँ फेसेसहरू देख्दाखेरि आफ्नो काम हेरिदिनको लागि आइदिनु भएको छ सोच्दाखेरि धेरै इट्स अ भेरी हम्बलिङ एक्सपिरियन्स सबैजनाले कति धेरै कुराहरू भनिसक्नुभयो यो मलाई भन्न मन लागेको कुरा त अनुपले भने जस्तै सिनेमामा देखिन्छ मलाई राम्ररी चिन्नुहुन्छ सिनेमा हेरेपछि मैले यो मोमेन्ट चाहिँ मेरो कास्ट स्पेसली मेरो कास्ट जसले यति मलाई ट्रस्ट गरेर यति राम्रो काम गरिदिनु भयो अनि त्यसपछि मेरो प्रड्युसर्स अफकोर्स अवन्यु निकुन एन्ड अनुप एन्ड देन अफकोर्स सामीपेदा उहाँहरूलाई धेरै 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 धन्यवाद भन्न चाहे एन्ड अल अफ माई टेक्निकल टिम गरौँ यहाँ छ अरू धेरैजना हुनुहुँदैन सबैजनालाई थ्याङ्क यू आई होप यु इन्जोय द फिल्म थ्याङ्क यू फर कमिङ लास्टमा हाम्रो यो जर्नलिस्टहरूको कोअर्डिनेसन गरिदिनु भएकोमा हाम्रो सिपी जयसीलाई धेरै धेरै धन्यवाद दिन्छु सिपीलाई थ्याङ्क यू सो मच प्लिज फिल्म सुरु गरौँ